के हो त्यो आज के किन लोसी यस्तो के भयो हाई प्राती आज हामी कहाँ जाँदैछौँ आज हामी मानकोट ल रमाइलो गर्नुपर्छ त फेरि एकचोटि ह्याप्पी न्यू इयर ह्याप्पी न्यू इयर भर्खरै हाम्रो अर्को हरिदाईलाई पऱ्यो है के भयो सरी हरिदाई तपाईँलाई जानकारी रहेनछ हामीलाई थाहा भएन दिदी आउँछ मैले त भनेको मलाई यसरी के भनेको त हुन्छ दिदी जब हामी पुनम दिदी गाइस ह्याप्पी न्यू इयर गाइस हाम्रो केटाहरू यहाँ सेटअप गर्दैछ नि यहाँ के हुँदैछ प्रज्वल सर ह्याप्पी न्यू इयर अलि देवशिवा ह्याप्पी न्यू इयर खाना पाक्दैछ यता आज हाम्रो सबजना हाम्रो टोलीहरू उहाँहरू सबैजना हाम्रो टोलीहरू आज रमाइलो गर्नुपर्छ त्यहाँदेखि यहाँसम्म सबैजना हाम्रो टोलीहरू हेलो एभ्रिवान हामी चाहिँ अहिले त्रिभुवन पार्कमा छौँ अनि त्यसपछि हामी सबैजना ब्रेकफास्ट गरिसक्यौँ लेट्स गो एन्ड इन्टरभ्यू देम हेलो गाइज उहाँ चाहिँ हाम्रो पुनम आज आन्टीको सट्टा मैले उहाँलाई नाम के दिएको छु भने पुनम दिदी दिएको छु हेलो दिदी हेलो ह्याप्पी न्यू इयर फर्स्ट अफ अल थ्याङ्क यू सेम टु यु मेरो भगलाई के भनिदिनु ह्याप्पी न्यू इयर के सन्देश खै के भन्ने सबैजनालाई ह्याप्पी न्यू इयर त्यही हो ओके हाम्रो यहाँ पूजा आन्टी हुनुहुन्छ पूजा आन्टीले अघि यस्तोवाला ह्याट लाउनु भएको थियो अनि उहाँलाई चाहिन्छ जस्तो देखिरहेको थियो पूजा आन्टीलाई र प्रतिमा आन्टीलाई थ्याङ्क यू मेरो भिडियोमा ह्याप्पी न्यू इयर भन्नु ह्याप्पी न्यू इयर सबैजनालाई प्रभुले आशिष दिनुभएको होस् सो आज हामी यहाँ के हुँदैछ आन्टी एकचोटि सर भनिदिनु न आज चाहिँ हामी परमेश्वरको उपस्थितिमा गएर उहाँलाई महिमा दिनेछौँ होइन उहाँको वचन सुन्नेछौँ सेलिब्रेसन गर्नेछौँ नयाँ वर्षको उपलक्ष्यमा हामी एकअर्कालाई शुभकामना आदान प्रदान गर्नेछौँ र हामी खेलहरू खेलेर मिठो मिठो कुराहरू खाएर हामी आशिषित हुनेछौँ आमेन ल आन्टी अलि भेट्छु है फेरि आउँछु है म उहाँ पनि अस्मिता दिदी हुनुहुन्छ सबैलाई ह्याप्पी न्यू इयर भनिदिनु बोल्छु ह्याप्पी न्यू इयर सबैजनालाई भ्युअर्सहरूलाई अब जस हेर्ने मान्छेहरूलाई के जति आज यहाँ सबैजना उपस्थित हुनुहुन्छ नयाँ वर्षको उपलक्ष्यमा रमाइलो गरिरहनु भएको छ अझै रमाइलो गर्नुहोस् यही शुभकामना सबैजनालाई नयाँ वर्षको ओके थ्याङ्क यू मम्मी इन्जोय सो ओके गाइज अब हामी चाहिँ अब यहाँ इन्टरभ्यू लिँदै थियौँ अनि त्यसपछि अहिले चाहिँ आन्टीहरू दिदीहरू फोटो खिच्न लागिरहनु भएको छ हामी उहाँहरू डिस्टर्ब गर्ने छैनौँ इलेक्सन गर्नेछौँ हामी बोइजहरूसँग गएर बोल्नेछौँ एकचोटि यो चाहिँ आजको हाम्रो डिसवासर हो मेरो असिस्टेन्ट चाहिँ हाम्रो साथीहरू है हामी मिलेर धुँदैछौँ मेरो भ्युअर्सहरूलाई के भन्नु किप वाचिङ किप इटिङ है अन्डा खानुपर्ने हुन्छ है तपाईँ कतिवटा अन्डा खायो दुईटा ब्यालेन्स सो ओके गाइज अब चाहिँ हामी यहाँ ब्रेकफास्ट गरिसकेको छौँ अनि त्यसपछि हामी अब सायद सँगै सुरु गर्छौँ होला अनि अहिले सबैजना अलिक बिजी हुनुहुन्छ त्यही भएर अहिले एकछिनमा म फेरि लिनेछु इन्टरभ्यू सबैको गाइज पछाडिको कुराहरू बिर्सेर 2081 का कुराहरू बिर्सेर अगाडिको कुराहरूतिर
2082 को लक्ष्यतिर जोडसँग गर्नुपर्ने आवाजै पुगेन यूहन्ना मत्ती मर्कुस लुका यूहन्ना मत्ती मर्कुस लुका यूहन्ना 1 2 3 4 ये तो यो ग्रुपमा बेच्छ तर आएन आवाजै आएन पुगेन हुन्छ हामी त भन्दा एउटा गेम खेलाउँछौँ गाइड गर्नेको कि एउटा भाइ प्रोजरले मलाई सहायता गर्नुहुनेछ अरू मेथड उहाँले भन्नुहुनेछ हुन्छ रेडी यहाँ के हुन्छ भने त्यहाँनेर एउटा शब्द मैले भनेर पठाएको छु उहाँले हाम्रो प्रजलले त एउटा शब्द हाम्रो पछाडिबाट भन्नु हुनेछ त्यो शब्द चाहिँ डिक्टु यहाँ केमा आइपुग्छ
त्यो चाहिँ सही सलामत अथवा त्यही ल्याङ्ग्वेज अथवा त्यही शब्द आइपुग्छ कि आइपुग्दैन होला। जस्ट यो लामो लाइन छ होइन, तर पनि यसलाई हामी खेल्ने प्रयास गर्नेछौँ। ल सुरु है त, रेडी 1 2 3 गो। भयो भयो एकचोटि मात्र है, एकचोटि मात्र पाइन्छ है, पाइँदैन, रिपिट पाइँदैन, रिपिट पाइँदैन, रिपिट पाइँदैन। जे सुने त्यही, जे सुने त्यही है, जे सुने त्यही, जे सुने त्यही। छिटो 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 छिटो, जे सुने त्यही। खोइ कहाँ पुग्यो, कहाँ पुग्यो खोइ? खोइ खोइ कहाँ आइपुग्यो, कहाँ? कानमा भन्नु न, कानमा कानमा। जे बुझ्यो त्यही भन्ने, यता भन्ने, जे बुझ्यो त्यही भन्ने। छिटो 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 छिटो। जे बुझ्यो त्यही भन्नु अब। यता यता जे सुन्नु भयो त्यही, यता 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 भन्ने। जे सुनेछ त्यही। यता भन्नु न, मलाई यहाँ हेर्ने होइन क्या। लास्टको माइक माइक दिनु यता कविता दिदीलाई। कविता दिदी त तपाईँ आइपुग्यो, कहाँ आइपुग्यो? आउँदैछ। दिदी आउनुहोस् यता अगाडि। दुईजनै पाइँदैन। ल आउनु आउनु यता आउनु, कविता दिदी आउनु, कविता दिदी ल सुन्नुभयो? ल आउनु। ल उयो बिचमा रहेछ, आउनु न, तपाईँ नि आउनु बिचमा। पहिलो पहिलो तपाईँ आउनु एकजना, अनि यहाँ बिचमा एकजना यहाँबाट आउनु, यहाँ बिचबाट एकजना आउनु। माइक 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 दिनु। पहिला सुरु अनि अनि आन्टी हो। ल माइक दिँदा यसो गर्दै। तपाईँले के सुन्नुभयो? तपाईँलाई के भनेको थियो पहिला? हजुरको के? हजुरको के त्यही भने पर्छ बिगार्दै क्या हो। हजुरको के? त्यस पछाडि माइक माइक यता 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 बिचमा बिचमा। तपाईँले के सुन्नुभयो? फर्स्ट फास्ट भइएछ होइन? भोक लाग्यो। लास्टमा है त, लास्टमा है। ल सुनिन। ल हुन्छ, तपाईँ आफ्नो आफ्नो ठाउँमा जानु होला। एकचोटको चाहिँ म भन्छु अब। ल लास्ट विशेष चाहिँ के थियो? यसको मेन ओड चाहिँ के थियो भन्दाखेरि हाम्रो पजल भाइले भन्नुहुनेछ। मेन वर्ड चाहिँ हजुरबुवाको जुङ्गा थियो। भने यहाँ सुरुवातमै के भएको रहेछ त? बिग्रेछ।
हजुरबाको जुङ्गा हो खास भनेको चाहिँ हजुरको के भोग लाग्यो फर्स्ट सुनियो सुनिन सबभन्दा ठिक चाहिँ भोग लागेर ठिक लाग्यो समय ल अब एक राउन्ड खेल्छौँ है त एक राउन्ड So as you guys know, आज हाम्रो यहाँ पिकनिक भएको छ वैशाख 1 गते अनि अब चाहिँ हामी सबैलाई रिभ्यूहरू दिन गइरहेको छौँ आज वैशाख 1 गते पिकनिकमा कस्तो भयो भनेर सो सुरु गरिहालौँ यहाँ पुनम आन्टीदेखि आउनु न उहाँ हुनुहुन्छ हाम्रो पुनम आन्टी अनि तपाईँलाई आजको यो पिकनिक कस्तो लाग्यो एकदम रमाइलो लाग्यो होइन घरमा बस्दा बस्दा बोर भइरहेको थियो अनि आजको दिनमा यसरी साथी सङ्गीहरूसँग आएर होइन रमाइलो गर्नु पाउँदा एकदम खुसी लागिरहेछ रमाइलो पनि भइरहेछ ओके अब अर्को जाउँ सो अब हाम्रो अब यही आन्टीहरूलाई मात्रै त सोधेर रिभ्यू त भएन नि त होइन त्यही भएर अरूलाई पनि सोधौँ कसलाई अनि आन्टी हो जसलाई भयो नि ओके ओके पहिला हामी तल जाउँ न होइन ल अब हामी आम निलमा आन्टीका आज तपाईँलाई पिकनिक कस्तो लाग्यो निलमा आन्टी एकदम आशिषमा लाग्यो अरू ठिक छ सबै ठिक छ ल पापा पापा यहाँ रिभ्यू भइरहेछ कि पापा 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 तिमीले नि भजन किताब हेरेको थियौ बाप आजको तपाईँले पिकनिक कस्तो लाग्यो मलाई त एकदम आशिषमय लाग्यो अनि म चाहिँ एकदम प्रभुमा एकदम आनन्दित छु अनि प्रभुमा सधैँ यो 2082 साल चाहिँ एकदम प्रभुमा अझ आत्मिक जीवनमा बढ्न सकौँ अनि प्रभुको सेवा र महिमा गर्न सकौँ हुन्छ ल थ्याङ्क यू धेरै राम्रो स्पिच दिनुभयो ल अरू नि यहाँ हेर्दै जाउँ कोसँग सोध्न मिल्छ कि यहाँ आउनु यहाँ ल आज तपाईँलाई पिकनिक यो पिकनिकको कस्तो लाग्यो यो पिकनिक कस्तो लाग्यो यो आज हाम्रो आउनु भएको कस्तो लाग्यो ओ आजको पिकनिक आशिषमय भयो अझै केही भन्नु मन छ तपाईँलाई भन्न त धेरै मन छ है इन्भाइरोमेन्टले नै साथ दियो क्षणमा पानी पर्यो तर रमाइलो भयो मलाई त पानी पर्दाखेरि यस्तो स्तुति प्रशंसा चाहिँ मैले सायद फर्स्ट टाइम गरेको तर एकदम प्रभुको उपस्थिति जस महसुस गरेँ ओके सबैको रिभ्यू राम्रो रहेछ अब बालाई पनि रिभ्यू दिउँ बाह्रमा त आजको यो पिकनिकमा तपाईँहरूलाई कस्तो लाग्यो एकदम रमाइलो आशिष भयो थियो तपाईँहरूलाई यो पिकनिक फेरि होस् जस्तै हुन्छ ओके अब फेरि जाऊँ हामी अर्को ठाउँमा होइन रिभ्यू अझै मागौँ न होइन यस्तो राम्रो रिभ्यू भइरहेछ सबैको होइन रुद्र अङ्कल हेलो रुद्र अङ्कल आजको यो पिकनिक तपाईँलाई कस्तो लाग्यो आजको पिकनिक मलाई एकदम दामी लाग्यो थ्याङ्क यू ओके अब हाम्रो यो चर्चको सबैभन्दा मेन व्यक्तिलाई जुन चाहिँ हुन्छ हाम्रो पदम अङ्कल पास्टर अङ्कल पदम अङ्कल आज तपाईँलाई हाम्रो यो पिकनिक कस्तो लाग्यो तपाईँले आशिषमय भयो बिहानदेखि हामी 4वटा 5वटा मण्डली मिलेर गरेको यो पिकनिक कार्यक्रम नयाँ वर्षको उपलक्ष्यमा यस्तो एकदम आशिषमय भएको छ सबैजना खुसी आनन्द साथ घर फर्किन पाएका छन् परमेश्वरले सबैलाई आशिष दिउन् नयाँ वर्षको शुभकामना छ सबैलाई थ्याङ्क यू ल अब हामी अलि युथ मान्छेहरूलाई नि सोधौँ न होइन यहाँ उहाँलाई नि सोधौँ न आज तपाईँलाई पिकनिक कस्तो लाग्यो धेरै राम्रो परमेश्वरलाई धेरै धन्यवाद है यहाँको आयोजना गर्ने यहाँको के अरे मण्डली परिवारलाई नै धेरै धन्यवाद मिठो खाना है मिठो खाना अनि मिठो सङ्गति गर्यो परमेश्वरलाई एकदमै धन्यवाद उहाँहरूलाई पनि धन्यवाद अब हाम्रो यहाँ क्वायरको मान्छेहरूलाई नि सोधौँ न होइन
हजुर यहाँ नि सोधौँ यहाँको अलि भोइस चाहिँ अलि यहाँ धेरै गीत बजिरहेछ उहाँ चाहिँ मेरो मामु हो मामु आजको पिकनिक कस्तो लाग्यो निहाओ निहाओ नाइस भेरी भेरी गुड हो भेरी गुड हो बाई बाई हाम्रो यहाँ हुनुहुन्छ डेभिड श्रेष्ठ हजुर तपाईँलाई आजको पिकनिक कस्तो लाग्यो एकदम रमाइलो राम्रो एकदम राम्रो लाग्यो फ्यान्टास्टिक उहाँले फेन्टास्टिक भन्नुभएको छ हजुरलाई कस्तो लाग्यो एकदम राम्रो नयाँ सालको नयाँ उत्पत्ति हुँदैछ हाम्रो त्यसको लागि धन्यवाद सो अहिलेसम्म सबैको रिभ्यू राम्रो छ आज तपाईँलाई कस्तो लाग्यो त यो पिकनिक रमाइलो आशिषमय सबैको रिभ्यू हेर्दा आई थिङ्क एभ्री वान इज मेनली फोकस्ड अन द आत्मिकी कुरा एन्ड या इट वाज भेरी आत्मिकी पानी पर्ने बेलामा नि वी एभ्री वान ह्याड भेरी फन सो या अनि हाम्रो आज फोटोसुट गर्ने दाइले हाम्रो यस्तो राम्रो राम्रो फोटो खिच्नु भएको थियो जुन चाहिँ हो नि त्यसलाई एन्ड थ्याङ्क यू फर एभ्रिथिङ मिट यु गाइज एट द नेक्स्ट प्रोग्राम